हेलो हेलो नमस्कार नमस्कार यहाँहरू सबैजनालाई मेरो मिनी भ्लगमा स्वागत छ। आज चाहिँ सधैँको चाहिँ आज पनि सधैँको चाहिँ सन्डेमा म चाहिँ जहिल्यै यसरी फुलबारीतिर रमाउने गर्छु। पहिले जस्तै आज पनि म यहाँ फुलबारीमा यसो रमाउनुको लागि उपस्थित भइसकेको छु र सानो मिनी ब्लग तपाईहरुमाझ ल्याएर आएको छु। कृपया हेरिदिनु होला र मन पराइदिनु भयो भने लाइक र कमेन्ट चाहिँ अवश्य पनि गर्नु होला है त मित्रहरू। अब चाहिँ हुन्छ मेरो फुलबारीको कहानी। यो चाहिँ हामीले एकदम अस्तिको गर्मी मौसममा रोपेको फुल है। यसले चाहिँ निकै राम्रोसँगले गर्मी खट्ने खालको फुल रहेछ। यो चाहिँ घन्टी फुल रहेको छ भने अर्को एउटा चाहिँ यहाँ यसको नाम मलाई थाहा भएन, तर यो चाहिँ राम्रो फस्टेर आएको छ। यो फुलको नाम पनि थाहा भएन के हो, तर फुल्न चाहिँ एकदम राम्रोसँगले फुल्दो रहेछ है। अस्ति यस्तो गर्मीले पनि यसलाई मार्न सकेन र मजाले फस्टिएर आएको छ। अहिले त जाडोको मौसम सुरु भइसक्यो, अहिले त्यसै पनि फस्टिनै भइहाल्यो होइन। अस्ति गर्मीको मौसममा रोपेको फुल अहिले यस्तो भयो 2-3 महिनाभित्रमा। यो चाहिँ यो सानो घन्टी फुल छ। यो घन्टी फुल चाहिँ एकदम राम्रो हुँदो रहेछ है। घाम भइन्जेल चाहिँ झकमक्क फुल्ने झन् यो चाहिँ है। झन् घाममा चाहिँ धेरै राम्रो फुल्दो रहेछ यो घन्टी फुल चाहिँ। अनि घाम गएपछि भरे 3 बजी 4 बजीदेखि यो घाम जसरी अस्ताउँदै गएको हुन्छ त्यसरी नै यो घन्टी फुल चाहिँ अस्ताउँदै जाँदो रहेछ है। यो घडी फुल भन्दो रहेछ के हो यसलाई चाहिँ गाउँघरतिर हामी घडी फुल भन्ने गर्थ्यौँ। यो फुल चाहिँ है यो रातो रातो टिक फुलेको छ नि, यो घडी फुल भन्दो रहेछ। यहाँ पनि मजाले फुलेको छ यो चाहिँ है, एकदम राम्रोसँगले। तसर्थ मैले चाहिँ यसो रहर लागेर भिडियो बनाइदिउँ न त भन्ने भएर भिडियो बनाउँदैछु र तपाईहरुले पनि मजाले हेरिदिनुहुन्छ होला। यो पनि राम्रो फुल्दो रहेछ र हेर्नको लागि पनि हरियोसँगको होइन, हरियो लाग्ने एकदम राम्रो छ यो पनि। अनि यसरी भिडियो बनाउँदै गएँ है। अनि अब के गर्ने, यही हो पानी हाल्यो यसैलाई गोडमेल गरो। खासै काम हुँदैन आज सन्डे चाहिँ, त्यही भएको नाताले आज यही फुलबारीतिर रमाउँदै यसो भिडियो बनायो है। अब साथीभाइहरूसँग गफ गरौँ भने आफ्नो काममै व्यस्त छौँ। म यतातिर व्यस्त छु भने अरू साथीहरू यस्तै अरू काममा व्यस्त हुनुहुन्छ र आफ्नै तालमा उहाँहरूले पनि भिडियो बनाइराख्नु भएको होला, मैले पनि बनाइराखेको छु। यो चाहिँ हाम्रो हरेक सन्डेको एकचोटि चाहिँ यसरी फुलबारीभित्र रमाउनु पर्ने हुन्छ। त्यही भएर हामी चाहिँ यतातिर रमाउनलाई आइरहेको छौँ। यो चाहिँ मेरो आफ्नै पारामा भिडियो गरिरहेको छु है। यो घडी फुल चाहिँ मलाई एकदमै राम्रो लाग्छ, घाममा पनि टकटक फुलेर बसेको हुन्छ है। अनि यहाँ चाहिँ छ गेट फुल। यो चाहिँ गेट फुलमा हामीले गेटनेरी रोपेको छौँ, तर यो चाहिँ एकदमै मजाले फुलेको छ यो पनि। र यसको साथैमा सानो अलिकति करेसा बारी बनाइदिएको मैले चाहिँ होइन। अस्ति भर्खरै सागकोपी पठाइदिनु भएको थियो घरबाट, अनि त्यो चाहिँ मेरो सासू मम्मीले पठाइदिनु भएको यो सागको बिरुवा चाहिँ ठ्याक्कसँगले यहाँ छरिदिएको यत्तिको भएको छ है। अब यसलाई बिस्तारैसँगले छरेर बिस्तारै छरिसकेको उम्री पनि रहेको छ होइन। बोली पनि कता अल्मलिँदैछ, उम्रेर यत्तिको चाहिँ भएको छ है। कस्तो दामी तरिकाले आएको छ। यसलाई अब सार्न बाँकी छ, केही दिनपछि यसलाई म सार्ने छु र यो पछि बढिसकेपछि तपाईहरुलाई भिडियो हाल्ने छु भन्दै आजको भिडियोको यही अन्त्य गर्दै नमस्ते हजुर सबैजनालाई, बाई बाई।